मलाई यहाँ किन बाँधेर राखे? छोडिदे मलाई। ए तालु डन हो मेरो नाम, तालु डन। त तालुडन भयो नि, भालुडन भयो नि, छोडिदे मलाई। तँलाई म तब मात्र छोड्छु जब तेरो बाउले मलाई 1 करोड ल्याएर दिन्छ। बाउको औकात त 1000 को छ, तँलाई 1 करोड दिन्छन् होला। त्यो मलाई मतलब छैन। खुर्क तेरो बाउको नम्बर 1। 9816 फोन गर है, साबुन पानीले हात धोएर। हेलो, मेरो कुरा ध्यान दिएर सुन। त को हो र तेरो कुरा सुन्नलाई? तालु डन हो मेरो नाम, तालु डन। ए त जस्तो 2 कौडीको डनलाई त कति तलाई यो कति? चुपलाक। साला आफै फोन गर्छ, आफै चुप्लाक भन्छ। तेरो छोरो अहिले मेरो कब्जामा छ। ए त्यो कुकुर घरा छैन? त्यही त आज किन घर शान्त छ भन्छु। कुकुरै नभएसी के भुक्थ्यो र? मैले कुनै कुकुरको कुरा गरे होइन, तेरो छोरोको कुरा गरे हो। मैले नि मेरै नालायक छोरोको कुरा गरे हो। त्यसले मेरो पैसा चोरेर भागी छ। घर त आओस् न, मैले जानेछ। तेरो छोरो अब घर आउँदैन, बुझिस? नआए त राम्रो नि। घर आयो भने नि खानी मात्र हो। त्यसले 2-4 महिना त्यतै बस्यो भने चामल त फारू हुन्छ नि। मैले तेरो चामल पचाइदिन, तेरो छोरो उठाएको होइन, बुझिस? यदि तेरो छोरो सही सलामत चाहन्छस् भने तुरुन्त 1 करोड ठिक पार। के को सही सलामती? मैले त्यो नालायकलाई अहिले भेट्या भए त्यसको हड्डी एकातिर मासु एकातिर पारिदिन्थे। कम्ता दुःख दिएछ त्यसले मलाई। त्यो मलाई मतलब छैन। खुर्क 1 करोड लिएर अनि तेरो छोरो लैजा। त्यो नाथे गदाको लागि मैले 1 करोड खर्च गर्नुपर्ने? त्यसलाई अहिलेसम्म मैले 1 रुपियाँ दिएको छैन। 1 करोड दिन्छु होला। त्यसलाई दिने होइन, मलाई दिने हो। आफ्नै छोरालाई त मैले अहिलेसम्म 1 रुपियाँ दिएको छैन, तँलाई चाहिँ 1 करोड किन दिनु नि? 1 करोड लिएर आउने भए लिएर, नत्र तेरो छोरोलाई म अहिले उडाइदिन्छु, बुझिस? हो, उडाइदे। उडेर दुबई कतारतिर पुग्यो भने काम गरेर पैसा त पठाउँछ नि। मलाई 1 करोड दिन्छस् कि दिँदैनस् त्यो चाहिँ भन्। ल त अति रोइस, म तँलाई 5 रुपियाँ चाहिँ दिन्छु। 5 रुपियाँको चाहिँ मैले के गर्नु नि? के गर्नु नि? ब्याङ्कमा लगेर जम्मा गर्न। तैँले 5 रुपियाँ ब्याङ्कमा जम्मा गरिस् भने चाहिँ 10% ब्याज आउँछ 1 वर्षको। अब 10% ब्याजले हिसाब गर्ने हो भने तैँले 2 करोड वर्षपछि चाहिँ 1 करोड रुपियाँ ठ्याक्कै पाउँछस्। ल, यो चाहिँ मेरो ग्यारेन्टी नै भयो। साला 2 करोड वर्षसम्म म जिउँदो बस्छु? के भयो त? अहिले झुन्नेर मर अनि 2 करोड वर्षपछि फेरि जन्मिन, किसै खलास। त्यस्तो हुँदैन। मलाई अहिले पुरै पैसा चाहिन्छ, नत्र तेरो छोरो गयो। ल 100 रुपियाँ चाहिँ मैले खतराकै दिने भएँ। त्यो गदालाई घर ल्याएर छोड्दैन त। ल मलाई पुरै 1 करोड चाहिन्छ, नत्र तेरो छोरो जिउँदो बस्दैन, बुझिस? हेर तालुडन, न तेरो न मेरो। ल 1000 फाइनल गरौँ। यहाँभन्दा चाहिँ बढी म हाल्न सक्दिनँ है। त मुलाको छोरो किडन्याप गरे मैले। तरकारी बेच्न लाए जस्तो बार्गेनिङ गर्छस्? मैले नि बार्गेनिङ गरे होइन। हेर 1000 हुन्छ भने हुन्छ भन्, नत्र के गर्छस् तैँले? के हुनु नि? अर्को छोरो छँदैछ के अरे, बालै भन नि। मैले भने होइन तँलाई मेरो बाउले 1000 भन्दा बढी 1 रुपियाँ नि हाल्दैनन् भनेर?